त्यो हो हाम्रो ठुलो कर्म त्यो हो हाम्रो ठुलो धर्म त्यो हो हाम्रो ठुलो कर्म त्यो हो हाम्रो ठुलो धर्म 9 लाख तारा जस्तै छरिएछ संसारमा जहाँ पुगे पनि तिमी नभुल हे हाम्रो धर्म 9 लाख तारा जस्तै छरिएछ संसारमा जहाँ पुगे पनि तिमी नभुल हे हाम्रो धर्म त्यो हो हाम्रो ठुलो कर्म त्यो हो हाम्रो ठुलो धर्म त्यो हो हाम्रो ठुलो कर्म त्यो हो हाम्रो ठुलो धर्म जागिदेऊ कि राति हो बिन्जिदेऊ कि रावा हो पेट हुन पर्यो आज जातिको उन्नति लागि यो कतैले बोलेको हो कि हाम्रो मिलन साँच्चै रमाइलो र कतैले बोलेको हो कि हाम्रो मिलन साँच्चै रमाइलो तिमी पनि किराती हो म पनि किराती हो पेट हुन पर्यो आज जातिको उन्नति लागि यो सबैलाई धन्यवाद साथै शिवाहरू प्रतियोगीलाई यारिक यारिक लोगन भन्दै अझै पनि गीत प्रतियोगितामा भाग लिँदै आउनुहुन्छ कि निचला शाखाबाट सुश्री सीमा साँबा सबै महाशिवहरू 14औं केन्द्र वार्षिक गायक खाचुङमा पाल्नु भएको शाखा प्रत्येक शाखाका दाजुभाइ दिदीबहिनीहरूमा न्यानो आशीर्वाद मोह जातीय किराती समाज मेरो किराती जन्मेको काख किराती खुन हो मेरो किराती किराती हो म किराती बरु प्राणै जाओ तर त्याग्दिन मैले आफ्नो समाज किराती बरु प्राणै जाओ तर त्याग्दिन मैले आफ्नो समाज किराती मोह जातीय किराती जन्मेको काख किराती समाज मेरो किराती खुन हो मेरो किराती किराती हो म किराती बरु प्राणै जाओ किराती सुख र शान्त रहेको देख्न चाहन्छ यो समाज दुखीको आँसु पुस्न सदैव कर्तव्य ठान्छ यो समाज किराती सुख र शान्त रहेको देख्न चाहन्छ यो समाज दुखीको आँसु पुस्न सदैव कर्तव्य ठान्छ यो समाज वीर जातीय किराती हट्दैन कहिले पछाडि वीर जातीय किराती हट्दैन कहिले पछाडि बरु प्राणै जाओस् तर त्याग्दिन मैले आफ्नो समाज किराती बरु प्राणै जाओस् तर त्याग्दिन मैले आफ्नो समाज किराती जन्मले मात्र जाति रहन्न त्याग भावको खाँचो छ धर्म संस्कृति भाषा बचाउन प्रेमको मात्र खाँचो छ प्रेममा बोलो किराती प्रेममा बाँचो किराती प्रेममा
प्रेममा बोलौँ कि राति प्रेममा बाँचौँ कि राति बरु प्राणै जाओ तर त्याग्दिन मैले आफ्नो समाज कि राति बरु प्राणै जाओ तर त्याग्दिन मैले आफ्नो समाज कि राति म हुँ जातीय कि राति जन्मेको काँक्रो कि राति समाज मेरो कि राति खुना हो मेरो कि राति सबैमा धेरै धेरै धन्यवाद आशीर्वाद हो निचना शाखाबाट कुमारी सङ्गीता लेखवालाई निम्ताउँदैछु हजुर सबैमा मेरो आशीर्वाद डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको बारीमा डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको बारीमा लाली गुराँस जम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको बारीमा सुनो भो पिरमा पनि हाँस्न सक्छु नि नेपाली हो प्रेममा पनि बाँच्न सक्छु नि सुन भो पिरमा पनि हाँस्न सक्छु नि नेपाली हो प्रेममा पनि बाँच्न सक्छु नि मखमली सायपत्री बेली बावरी जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको बारीमा कमल हुँ म हिलोमा नि फुल्न सक्छु नि गुलाब हुँ म काँडोमा नि फुल्न सक्छु नि कमल हुँ म हिलोमा नि फुल्न सक्छु नि गुलाब हुँ म काँडोमा नि फुल्न सक्छु नि मखमली सायपट्टि बेली बावरी जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको बारीमा फुलिरहु लाग्छ नि दिलको बारीमा निचना शाखाबाट कुमार राजा साबालाई आफ्नो मन्तव्य प्रकट गरिदिनुको लागि अनुरोध गर्दैछु हजुर 24औं नागरिकता जुमुं आयोजित यस महत्त्वपूर्ण विशेषमा हुनुभएका सभाध्यक्ष मण्डल अखिल नेपाल देशीय समाज किरात गोर्खा सतत एवं संस्कृति संघका आदरणीय र केन्द्रीय संयोजक माननीय केन्द्रीय अध्यक्ष र विभिन्न नगर शाखा उपशाखाबाट आउनुभएका मातापिता र युवा युवतीहरू सबैलाई मेरो तर्फबाट हार्दिक आशीर्वाद हो हामी समय अनुसारको काम गर्न थालौँ यसै अनुरूप जिन्दगीको सफलताको निश्चित सही काम गरौँ किनभने हामी वर्तमानमा छु कर्तव्यलाई उद्देश्यको जब बसाउनु पर्छ यसै गर्न सक्यौँ भने मात्र किराँती समृद्धमा आस्था र विश्वास जाग्दछ जब मान्छे मिलेर बनेको परिवार सुख बन्छ भने परिवार मिलेर बनेको समाज
माया र ममता स्नेह र वात्सल्यको भरिमा पर्दछ। मस्तिष्कको शून्यताहरू हराएर जान्छ। वसन्तको हरियालीमा सुकुन समृद्धि फुल्दछ। तर यस कुराहरू बुझेर किरात जाति समृद्धको अस्तित्व जिन्दगीमा प्रसन्न गर्न सकेका छैनौँ। हुन त हामी केही गर्न खोज्छौँ, तर निर्मित भएर काम गर्न जान्दैनौँ। र हामीहरू साहित्य र संस्कृतिको समेत र हामीहरू संस्कृतिको सफलताको अन्तिममा भन्न चाहन्छु, पूजनीय मातापिताहरू र वर्तमानका स्वतन्त्र युवतीहरू हुनुभएका मातापिताहरू सबैलाई मेरो हार्दिक आशीर्वाद हो। त्यस्तै गरी आफ्नो मन्तव्य प्रकट गरिदिनुको लागि लासो शाखाबाट कुमार पोपङ योङयाङजुलाई निम्ताउँदैछु हजुर। 26 और मिटिना यो महाचुनमा उपस्थित हुनुभएका मातापिता दिदीभाइ सबैलाई आशीर्वाद हो। अब तपाईँ अब भनिन त गइसक्यो। अब कुरा त अब धेरै त छैन के। अब खालि मैले चाहेको मात्रै अधिका अब के भन्नु चाहेको भन्छु। अधिका अब सबै यहाँ आएछ दिल्लीबाट आएको यो युवतीहरू आज यो युवतीको सम्मेलनमा सबैले नै भनेर गएछ। अब यसमा के भन्नु चाहन्छु भने त्यो आज त होला सुरु हो 6, 7, 8 3 दिन अधिका व्यवसायहरू लुगेर दिएको आज यो एक दिनको सभालाई सबै चर्चिनु होला। घुम्नु चुम्नु भएपछि घुमेर हुन्छ। त्यस कारणले सबैले त्योबाट चर्चा गरेर आएछ। यहाँ अधिका यो युवतीको लुगे मम्मी लुगे यहाँले अलिक क्षमा गरिदिनु, मलाई पनि धेरै आउनु अलि के कुरा भन्नु हुँदैन। लुगे यहाँ धेरै चोटिमा मुझे रुपयों वाले डाली उले ली रपता से चिने पिरो जानो तो लुंगे तो पिन्यापे सुबीमा जापाइरो मा वही सेवा न पता बीमा पिन्यापे पिया खाने सिबारे बारे ले जाना बारे पिरो अधिकारी इतुनो अधिकारी चाउ कुशिमा अधिकारी ये सिवे उतर बेचाबा अभी इतने मुझे बेबारे ये भी मेरा नाउ या दिमाले लो या बारे अधिकारी बात निजी बात हो रहे बहुत डाले ऊंचा बा वही आलू सबै दुर्बला आय को दाई वाली दिमाग निरू आउ धेरै त भन्नु कुरा छैन। मेरो मात्र भन्नु कुरा तिमती छ। सबैलाई आशीर्वाद। त्यसै गरी मिचना शाखाबाट युवा सदस्य हुनुहुन्छ श्री मधुकर आङ्गाम्बेजुद्वारा पनि आफ्नो मन्तव्य प्रकट गरिदिनुको लागि अनुरोध गर्दैछु हजुर। सबैलाई आशीर्वाद। आदरणीय माननीय उपस्थित हुनुभएका मिचना शाखा र अन्य टाढा गरम नगर जिल्ला अञ्चलबाट पाउनु भएका दाजुभाइ दिदीबहिनी मामा माता पिताहरू सबैलाई म मधुकर आङ्गाम्बेजुबाट सम्झुते हजुरबा आशीर्वाद हो। 24औं मजिना वार्षिक यायोखा चुम्नुङ शाखागत युवा सम्मेलनमा युवाहरूलाई म केही बोल्नु पाएमा धेरै खुसी लागेको छ। किरात क्षेत्र पल्लो किरात माझ किरात पल्लो किरातमा बसोबास गर्ने लिम्बू राई याखा र सुनवार
यी 4 आदिवासी जनजातिहरूलाई नै किराँती भन्दछन्। लिम्बू, पल्लो किराँत, लिम्बुवान, अरुण नदी पूर्वको जिल्ला, ताप्लेजुङ, 5 थर, तेह्रथुम, इलाम र धनकुटामा बस्छन्। राईहरू माझा किराँत, खम्बुवान पनि भन्छन्। अरुण नदीको पश्चिम जिल्ला भोजपुर, उदयपुर, कोलोसम्बु, खोटाङ र लिम्बुवानको जिल्लाहरूमा छरेर बस्छन्। याखा लिम्बुवानको शङ्खुवा सभा जिल्लामा बस्छन्। सुनरहरू पल्लो किराँत भन्ने खम्बुवानको पश्चिम जिल्लामा रामेछाप, ओखलढुङ्गामा बसोबास गर्छन्। हाम्रो किराँतीमा बोल्ने भाषा, लिपि, अक्षर र आफ्नै संस्कृति सबै थोक छन्। लिम्बूहरूले धान नाच र चापुङ नाच धुमधामसितले मनाउँछ। वैशाखी पूर्णिमा गर्ने चण्डी पूजा अथवा भूमि पूजालाई राईहरू भाषामा साकेला पूजा भन्छन्। राईहरूको ठुलो पर्व हो पृथ्वी पूजा र खानदान अथवा भूमि पूजालाई सुनुवाहरूले ठुलो पूजा मान्छन्। हर जातमा लिपि अक्षर नभए आँखा भई अन्धा जस्तो हुँदछ। आँखा मात्र होइन, हृदयसँग गाँसिएको संस्कृतिलाई पनि विकास हुन दिँदैन। हाम्रो लिपि अक्षर नभएको भए माननीय पुर्खौलीहरूले भनेको कुरा, कहानी पछिल्लो नवयुवकहरूले सुन्न पाइँदैन थियो। अहिलेको कालमा इन्फर्मेसन टेक्नोलोजी एकदमै विकास भएर छिमेकी देशहरूका पुरुषहरूले आफ्नो संस्कृतिलाई पाइ देखेर कसै मानिसहरूले आफ्नो संस्कृतिलाई चालचलन र भाषा र लिपिलाई निचा देख्दछन्। बेलायतका किराँती लाउरेहरूका सन्तानहरूले लिम्बू भाषा, राई भाषा र संस्कृतिलाई विकास गरी जारी राखेका छन्। लिपि अक्षर हरायो भने संस्कृति मात्रै होइन, जात नै हराइने मेटिजान्छ। उपमा अमेरिकाका भेट इन्डियन्सहरू धर्म, रीतिथिति र संस्कृतिलाई ब्रिटिसले नष्ट पारेको अहिले अमेरिकामा भेट इन्डियन भन्ने जात नै हरायो। अब वंशावली इतिहासमा केही भनी बताउँछु। सम्राट अशोक साम्राज्यको 20औं वर्षमा BC 245मा किराँत राजा थुनको पालामा नेपाल आएको कुरा राई वंशावलीमा उल्लेख छन्। गौतम बुद्ध, शाक्यमुनि, किराँती राजा जेता दस्ती भूमतीको पालोमा नेपाल आएको र सर्वप्रथम इन्दौर बिहारमा बसेको कुरा वंशावलीमा भन्दछन्। गौतम बुद्ध उत्पन्न भए 100 सालपछि BC 308 सालमा मागध राज्यमा राज चलाइरहेको मौर्य राजा चन्द्रगुप्त मौर्यको पालामा मागध राज्यलाई मेक्सिडोनियाको राजा अलेक्जेन्डर द ग्रेटको सेनाहरूले हमला गरे। हमलाबाट बचाउनलाई नेपाल देशका हाम्रा किराँती वंश पहाडी सेनाहरू गई सहयोग गरेका थिए। वंशावलीमा यस्तो बताउँछ। वैशालीको सेनापति सिंहले ढुङ्गामा आफ्नो आत्मकहानी लेखेर गएको महापण्डित राहुल संस्कृतियानले भेटाएको छ। उक्त कहानी अनुवाद गरेर अहिले सिंह सेनापति नामक उपन्यास लेख्नु भएको छ। त्यो ढुङ्गामा लेखिएको सेनापति सिंहको कहानीलाई अहिले न्यू दिल्लीको म्युजियममा महापण्डित राहुल संस्कृतियानले राखिदिएको छ, जसले गरेर पढ्न सकिन्छ। गौतम बुद्धकालीन सर्वप्रथम भारतमा गणतन्त्र या डेमोक्रेसी
चलाउने वैशाली राष्ट्रको लिच्छवी राजाहरू हुन्। AD 7th सेन्चुरीमा चिनी यात्री हुइसान बौद्धगया तीर्थयात्रा आउँदा नेपाल राष्ट्रलाई लिच्छवी राजाले राज्य चलाइरहेको थिए भन्ने उसका कहानी इतिहासमा बताएका छन्। भोटले नेपाललाई हमला गर्दा युद्धमा हाम्रा किराँतीहरूले नै विजय प्राप्त गरेको थियो। हामी किराँतीहरू लिच्छवी राजाका सन्तानै हुन्। यसरी किराँती र लिच्छवीकालीन युगमा थेरावाद बौद्ध धर्म बलियो परम्परामा नेपालमा थियो। तर पृथ्वी नारायण शाहले AD सन् 1773 राईको देश खोटाङ र AD सन् 1774 सालमा लिम्बूहरूलाई कब्जा गरे। अन्त अलिक छोटो हाम्रो नवयुवकलाई अलिक छोटो भनी बताउँछु चुम्लुङको अर्थ। चुम्लुङ भनेको एक ठाउँमा समेला हुनु अथवा सभा प्रचार। या लुङ भनेको ढुङ्गाला भन्छ। अघि नेपालबाट किराँती वरहरू उत्तर पर्वत नेपाल अथवा पहाड फेदा राज्यमा आई भाइफुटुवा वंशहरूलाई जितेर राजा चलाइरहँदा बस्दा धेरै पुस्तापछि त्यहाँ अरू काशी वंश र लासा वंश पनि थपिए र मिलजुल भई बसे। तर पछि तिनीहरू राज्यको शासन व्यवस्थामा सङ्घ गर्न थाले। तर पहाड फेदामा 8 को अपुङ्गी राजाहरू भए। तिनीहरूका पहाड यी 8 अपुङ्गी राजाहरूले पहाड फेदामा आफ्ना राज्य चलाई बसे। तर दैत्यहरूका सन्तान अगौतै धेरैदेखि ती 8 राजाहरूले सङ्घ गर्न थाले। तिनीहरूका राजा सङ्ख्या बढेपछि अदालतमा राख्नु कठिन पर्छ भनी आपसमा सल्लाह गरी दैत्यहरूलाई दबाई राख्ने उपाय गरे। क जमिनको तिरे बढाइदिए। ख निष्ठ ऐन निकाले। ग दैत्यहरूलाई दास झै व्यवहार गर्न लागे। यस्तो निष्ठ व्यवहार गरेको आधा समयमा नै अन्य सहन नसकेका सबै दैत्यहरूले मत गर्न लागे। प्रत्येक लडाकुहरूले राज विरुद्ध लडाइँ गर्नुपर्छ भन्ने यस मुलुकका अम्बोपजक या वर्तमानमा 5 थरका फेरमदारमा सभा भेला भए। तिनीहरूले त्यहाँ नामकेत लुङ वा समूह लुङमा अथवा 3 वटा ढुङ्गा खडा गरे। ती ढुङ्गाहरू आजसम्म छ। 3 बोट आँपको रोपी और शुद्ध जलले सुखाई व्यवस्था गर्ने और युद्धमा जय प्राप्त गर्ने होस् भन्ने बल मागेर प्रत्येक थरका एक मूल पुरुषहरू निकाली 10 जना मूल सरदार भई हुकुमदार भए। विरोध मचायो। भयङ्कर युद्ध भयो। युद्ध भूमिमा जगतको भल बग्न थाल्यो। धनुधारी वीरहरूका तीक्ष्ण दशका अनेकको मानिसका प्राण गए। यस्तो भयङ्कर युद्ध धेरै दिन तक गयो। ती 10 सरदारहरूका मानिसहरूले धनुर्विद्यामा निपुण थिए। तिनीहरूका समूहमा ती 8 राजाका सेनाहरूमध्ये जोड चलेन। कति मृत्युका मुखमा परे। कति युद्धभूमि छाडी भागे। 10
10 मूल सरदारहरूका विजय भयो अनि ती पवित्र देवस्थल अनुपेजकमा समूहालुङ भई आफ्नो देवलाई धन्य बलि चढाए। त्यसपछि तिनीहरूले एउटा ठुलो सभा गरे। सभामा 8 राजा नासियो। तब यो मुलुकलाई के राजा हुने, मुलुकको नाम के भन्ने इत्यादि कुरा छलफलद्वारा निर्णय गरे। लिम्बुवान भनेको धनु, आगो भनेको हानेर अनन्त भनेको त्यसपछि लिम्बुवान अर्थात् धनुवाणी प्रयोग गरेर लिएको मुलुक हुनाले लिम्बुवान नाम राखे। त्यो देश 10 मूल पुरुषका मिलेर जितेको हुनाले 10 बराबर भागमा गरी 10 शासन गर्नुपर्छ भनेर राय ठहरायो। यी 10 प्रदेश लिम्बुवानका बासिन्दा हुनाले 10 लिम्बुवान वंश नै हो भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहरायो। देशको साँचो लाउनु पर्छ भनेर निश्चय गरी लिम्बुवानको सिमाना ल्यायो। उत्तर तिब्बत भोट, दक्षिण मध्य भारत, पूर्व मेची खोला र पश्चिम अरुण नदी सिमाना ल्याएपछि देश बाँडे। तमर खोला समूहलाई सबै सावधान भई सुनिदिनुहोस्। सामाहरूले पायो। उसले त्यहाँ एक घर बनाई तमस्यक नाउँ राखे। तेह्रथुम ताम्पेसुम फेरि हामीले पायो। उसले त्यहाँ थला चोक्यक बनाएर राजा गर्न लाग्यो। 8 राई थक्सो आङ्गो हामीले पायो। उसले पामुजक गढ बनायो। फेदाप सेक्सेफुङ फेदाप हामीले पायो। उसले फोकालुङ गढा बनायो। मेवा खोला सिसिथेङ हामीले पायो। उसले मिरिङदेन गढ बनायो। 6 थर तक्लुङ खजुम हामीले पायो। उसले चामलिङ गढ बनायो। 5 थर दिङासो पागो हामीले पायो। उसले यासुक र खेदेममा घर बनायो। याङलुक हस्तफुल घर बनायो। 24 सङ्घीय कला हो हामीले पायो। श्याम घडीमा नासी राजा गर्न लाग्यो। 4 खोला समयान हामीले पायो। उसले पनि इलामगढ बनाई राजा गर्न लाग्यो। यो युद्धमा 8 राजाहरू गई मधेस भागे। कोही सिक्किम तरफ लागे। जति सबैले लिम्बू नाम ग्रहण गरी 10 लिम्बुवान हाङमा प्रजा भई बसे। यस प्रजाले यो 10 लिम्बुवान वंशले धेरै वर्षसम्म राजा बने। लिम्बू वंशमा सेनेहाङ सोक्याहाङ भन्ने प्रसिद्ध झर्रा धेरै फरक छैन। लिम्बूलाई याकथुङमा पनि भनिन्छ। याक भनेको पहाड, थुङ भनेको अथवा गरी आवाज गरी अन्न। त्यसपछि बसिन्दा थिए याकथुङमा अर्थात् पहाड खण्डमा जग्गा खण्ड बनाई आवाज गरी बस्ने याकथुङमा भनिन्छ। त्यसैले हाम्रो नवयुवकलाई यो मैले चुम्लुङको कामसाथ खोलेर बताइएको चुम्लुङ जानुहोस् भनेर। किनभने मैले मात्रै जानेर हुँदैन, सबैजना नवयुवकहरू जानुहोस् भनेर खोलेको छ। त्यसमा अन्तिम हाम्रो नवयुवकलाई मैले भन्न चाहन्छु कि हाम्रो नवयुवकहरू कुटुम्बले आफ्नै याकथुङबाको घरमै नै पार्नुपर्छ।
तीन पानी पिउनेबाट सचेत हुनुपर्दछ र हिन्दी पढ्ने गर्नु या अङ्ग्रेजी पढ्ने गर्नु र आफ्नो संस्कृति जोडाइराख्नु पर्छ मलाई यतिलाई मलाई क्षमा दिनुहोस् कोही गल्ती भयो मलाई क्षमा दिनुहोस् आशीर्वाद Nita Foundation ma simangai kangkwai mu koso noa mui sewane patati moja pucha bebaya ni nunyo nita yaka parashi Aroe dengla shiro yame kinchi baze lo ma uso no sata abare chunaw name aro sunnaw lo ko bare kichin new da be phit bareကျွန်တော်ကတော့ဥတာပုရဲ့ foundation ကျွန်တော်တို့ရုံးကတော့ဒီခေမာတီရီလမ်းပေါ်မြေပြင်ရပ်ကွက်ထဲမှာရှိပါတယ်လို့ကျွန်တော်လုပ်နေတဲ့လုပ်ငန်းတာဝန်ကိုအလေးချင်းချက်တော့ပြောပြချင်ပါတယ်ကျွန်တော်ကဝီဆေဝမ်နဲ့ HIV AIDS နဲ့ပတ်သက်တဲ့စီမံကိန်းနဲ့ရည်ရွယ်ဖြစ်ပါတယ်အခုလူမျိုးကျွန်တော်တို့24ကြိမ်မြောက်ပြည်ရန်ဂရကာစာပေရင်ကျင်းမှုဒီလာခံမှာအခုလူမျိုးကျွန်တော်ကိုဒီအကြောင်းမွေးစေဝါနဲ့ဆိုင်တဲ့အကြောင်းအရာတွေကိုပြောပြပေးတဲ့အတွက်ကြောင့်မို့သက်ဆိုင်တော့ကျွန်တော်တို့ရဲ့ယနေ့ရဖဆရာဆရာမများအားလုံးကိုအထူးပဲကျေးဇူးတင်ကြောင်းတရားနဲ့ပြောကြားချင်ပါတယ်ဆိုတော့မွေးစေဝါအကြောင်းပြောကြဆိုတော့မွေးစေဝါကလူတိုင်းပြည့်မယ်လို့ထင်ပါတယ်ပြည့်တယ်နော်မွေးစေဝါဆိုတော့ဟုတ်ပြီမွေးစေဝါကိုဒီနေ့ကတော့ကျွန်တော်တို့လူတွေအားလုံးကလည်းစုံစုံညီညီတက်ရောက်တဲ့အထူးသဖြင့်လူငယ်တွေကိုလည်းပူတော့ကြွရတာပဲဖြစ်ပါတယ်လို့ဆိုတော့မွေးစေဝါလို့ပြောလိုက်လို့ရှိရင်စိတ်ထဲမှာဘယ်လိုခံစားရတယ်လဲဘယ်လိုမြင်တယ်လဲတရားအောင်လို့ကျေးဇူးပြုပြောပေးနိုင်တော့အကောင်းဆုံးပဲဖြစ်ပါတယ်လို့ကိုယ့်ရဲ့အမြင်မွေးစေဝါအပေါ်မှာမွေးစေဝါကဘယ်လိုလဲဆိုတော့ပြောလို့ရှိပါလားဆိုတော့ဟုတ်တယ်တယောက်ရှိတယ်ကျွန်တော်တို့ဒီမှာပြောလို့ရှိပါတယ်ဘယ်လိုမြင်ပါလဲကျေးဇူးပြုပြောပေးပါဒီနားလေးမှာနားထောင်ကြရအောင်မူရေးစေဝါဆိုတာနဲ့တကယ်လို့မြင်ရကြတော့ဒီလူသားတွေကိုပျက်စီးစေတယ်အထူးသဖြင့်လူငယ်တွေအပြင်ဒီကိုလူရင်းပန်းနိုင်မရတဲ့အရာတခုလည်းဖြစ်တယ်လို့မြင်ပါတယ်ဟုတ်ပြီကျေးဇူးတင်ပါတယ်ကျေးဇူးအများကြီးတင်ပါတယ်ကျန်တဲ့တယောက်ဖြစ်ခြင်းနဲ့သူရှိလို့ရှိရင်ဆက်ပြီးတော့ဖြေလို့ရပါတယ်အမြင်ကတော့ကျွန်တော်အမျိုးမျိုးမြင်နိုင်တာဖြစ်ပါတယ်တယောက်နဲ့တယောက်အတွေ့အကြုံချင်းကကွာတာပေါ့နော်တယောက်ရှိပါတယ်